भारतमा काम गर्ने र घुम्न जाने नेपालीलाई अब खल्तीमा पैसा बोक्ने झन्झटबाट पूर्ण मुक्ति। एजेन्ट र बिचौलिया बिना नै मोबाइलको एउटै क्लिकमा नेपाल आइपुग्नेछ पैसा। नेपाल र भारत बीच औपचारिक रूपमै जोडियो युपिआई र एनपिआई डिजिटल प्रणाली। भारतमा रोजगारी गर्ने होस् वा उपचार र घुमघामको लागि जाने नेपाली, अब तपाईले खल्तीमा भारतीय रुपैयाँ बोकेर हिँड्नु पर्ने दिन सकिएको छ। अर्कोतर्फ भारतमा रगत पसिना भोगाएर कमाएको पैसा नेपाल पठाउन रेमिट्यान्सको लाइनमा घण्टौं कुर्नु पर्ने र हुन्डीको जोखिम उठाउनु पर्ने बाध्यता पनि अब इतिहास बनेको छ। हालै नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतका परराष्ट्र मन्त्री स्तरको वार्ताले एउटा यस्तो गेम चेन्जिङ प्राविधिक सम्झौता गरेको छ जसले सिमाना वारपार पैसाको लेनदेनलाई पुरै बदलिदिनेछ। अब भारतको युपिआई जस्तै गुगल पे, फोन पे र नेपालको एनपिआई जस्तै कनेक्ट आइपीएस यी सेवालाई एक आपसमा जोडिएको छ। प्राविधिक भाषामा यसलाई पियर टु पियर P2P आबद्धता भनिएको छ। यसको सिधा र सबैभन्दा ठूलो फाइदा आम मानिसलाई हुनेछ। अब इन्डियामा काम गर्ने नेपालीले त्यहाँको पसलमा चिया पिउँदा वा सामान किन्दा आफ्नै मोबाइलबाट क्यूआर स्क्यान गरेर सजिलै पैसा तिर्न सक्नेछन्। खल्तीमा नगद बोक्ने झन्झट र चोरी हुने डर अब रहेन। त्यसै गरी इन्डियाको पन्जाब वा दिल्लीमा काम गर्ने नेपाली दाजुभाइले आफ्नो मोबाइलबाट एक क्लिक गर्ने बित्तिकै यता नेपालको गाउँमा रहेको परिवारको बैंक खाता वा वालेटमा सिधै पैसा झर्नेछ। न कुनै लाइन, न फर्म भर्ने झन्झट, न त कुनै बिचौलियालाई दिनुपर्ने कमिसन। सबै काम मोबाइलबाटै, त्यो पनि सेकेन्ड भरमै। नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको उपस्थितिमा भएको यो ऐतिहासिक सुरुवातले दुई देश बीचको सम्बन्धलाई पूर्ण रूपमा डिजिटल युगतर्फ लगेको छ। यसले वर्षौंदेखि नगद कारोबार र पैसा पठाउने मामलामा दुःख पाएका लाखौं नागरिकको जीवनलाई स्मार्ट र सुरक्षित बनाइदिएको छ।